हेलो गाइज, वेलकम बैक टू माई मिनी भ्लग। आज चाहिँ हाम्रो कलेजमा फेयरवेल प्रोग्राम छ। एमबिएस फर्स्ट सेमलाई वेलकम, एमबिएस फोर्थ सेमलाई बिदाई। सो हामी चाहिँ एमबिएस फोर्थ सेममा पढ्छौँ होइन। अनि हाम्रो चाहिँ अब लगभग हाम्रो फाइनल एक्जाम पनि सकिसकेको छ, आई मिन मास्टर सकिसकेको छ। त्यही भएर एमबिएस थर्ड सेमले चाहिँ हामीलाई फेयरवेल प्रोग्राममा इन्भाइट गर्नुभएको छ। सो त्यही भएर म चाहिँ आज बिहानै उठेर खानासाना बनाएँ अनि खाँदैछु होइन। खानामा चाहिँ मैले खाना अनि करेलाको तरकारी फ्राई गरेको थिएँ। म चाहिँ म रेडी हुन लागेको गाइज। गेस माई आउटफिट। माई फाइनल लुक इज हियर। कस्तो लागिरहेको छ हजुरहरूलाई? रेट मी आउट अफ 10। सो मैले चाहिँ मेकअपहरू गरेर सकाइ पनि सकेँ। यता साथी पनि मेकअप धमाधम गर्दैछिन्। ल अब म चाहिँ हस्बेन्डजीसँग बिदा मागेर निस्केको गाइज। ल गाइज, म चाहिँ अब यहाँ नयाँ बजार गेटमा छु अनि अब बाँकीहरू 2-3जना साथीहरू पनि आउने भनेका छन् अनि यहीँबाट भेला भएर जाने भनेको छु। सो यहाँनिर 2जना साथीहरू पनि आइपुगिसकेको छन्। हामी अब अरू साथीहरूलाई पर्खिँदैछौँ है त। अरू साथीहरूले चाहिँ लास्टै ढिलो गर्यो अनि अब हामी चाहिँ बिस्तारै जाँदैछौँ होइन। अघि मेकअप गरेको साथी पनि राम्री भएर आइपुगिन्। ल गाइज, अब चाहिँ हामी पुग्न पनि लागिसकेको छौँ र हाम्रो प्रोग्राम चाहिँ यही भवनमा हुन लागेको हो र धेरै साथीहरू यता बस्नु भएको रहेछ। अब हामी चाहिँ उतापट्टिबाट अगाडि गेटबाट चाहिँ हामी जान्छौँ होला र यो चाहिँ हाम्रो अगाडि गेट रहेको छ होइन। अब हामी यो अगाडि गेटबाट चाहिँ हामी जान्छौँ। मलाई त खासै बनाउन आउँदैन भाइ। हजुर ल गाइज, अब चाहिँ हामी हलभित्र पछि पनि सक्यौँ। कार्यक्रम चाहिँ हाफ जति सकिसकेको रहेछ। गाइज, यता चाहिँ अब फोटो सेसनहरू चलिरहेको छ, भिडियो पनि खिचिरहेको छन् होइन। सबैजना आफ्नो आफ्नो तालमा छन् है। अनि हेर्न सक्नुहुन्छ यताको नजारा यस्तो छ है। अब यहाँनिर टिकटक पनि बन्दै रहेछ। ल गाइज, अब एकछिन डान्स हेरौँ है त। ल गाइज, अब चाहिँ हामीलाई बिदाईको टीको साथसाथै मागेको चिनो पनि दिनको लागि सबैजना लाइनमा बसिरहेको छौँ होइन। म पनि यहाँ लाइनमा बसिरहेको छु, हजुरले देख्न सक्नुहुन्छ। लाइनमै छु म अझै पनि।
हामीले हाम्रो गिफ्ट पनि लिइसक्यौँ र गिफ्ट चाहिँ यस्तो छ। ल गाइस अब ग्रुपिङ फोटो पनि यसो हेर्दिउँ न त। फोटो खिच्दा खिच्दै लास्टै थाक्यो, अब खाजा खाएको ल। अब चाहिँ जाने बेला पनि हुन लागिसकेको छ हैन, सो त्यही भएर म टिकटक बनाउँदैछु यहाँनेरि। गाइज अब चाहिँ हाम्रो फाइनली जान लाग्ने टाइम भइसकेको छ हैन, अनि यो चाहिँ हाम्रो लास्ट डान्स ग्रुपिङ डान्स हो सबैजनाको, र सबैजना यहाँ डान्स गर्दैछन्। म पनि यही ग्रुपमा छु, मलाई खोज्नु ल। हेर्दा हेर्दै जाने बेला पनि भइसकेछ, अनि मास्टर पनि कति छिटो सकेछ, जुन कुरा अझै पनि सपनै जस्तो लाग्छ मलाई चाहिँ हैन। सो यो भिडियोमा कति कुराहरू मैले राख्न सकिनँ, त्यसको लागि म माफी चाहन्छु। अहिलेलाई चाहिँ बाई गाइज, लभ यु अल।